हेलो गाइज, आज चाहिँ हामी फेरि हाम्रो न्यू ब्लगमा आइसक्यौँ। आज चाहिँ हामी सब साथीहरूसँग चाहिँ आज हामी घुम्न फेरि आइसक्यौँ। आज चाहिँ कसको बर्थडे हो फेरि याद दिलाइदिन्छ म हजुरलाई। कसको बर्थडे हो क्यामेराम्यान? झरना त्यसकै बहिनीको बर्थडे हो। मेरो बहिनीको हजुरको फेरि हाम्रो च्यानलमा हेर्नु होला। हाम्रो पहिलो दोस्रो भिडियो हेर्नु होला। त्यसमा चाहिँ हाम्रो 2 वर्ष अगाडिको भिडियो थियो। ल अब चाहिँ हामी वहाँ पुगेपछि हजुरलाई अरू जानकारी गराउँछौँ। हेलो गाइजहरू, अब चाहिँ हामी आउनेछ त्यति भने। हेलो गाइजहरू, अब फेरि चाहिँ अब हामी बाटो हिँड्दैछौँ भन मेरो साथी अनिकासित। अब चाहिँ हामी धेरै लामो बाटो छ। छैन, थोरै छ अब थोरै छ, तर तल हिँड्नु त लामो छ त सिटीबाट है गाइजहरू। अब चाहिँ यस्तो गर्मी मौसममा छ यति नै। ल अरू फेरि अब चाहिँ हामी फाइनली सिटीमा पुग्यौँ। अलि हल्लेको क्यामेरा पाउनुहुन्छ होला, किनभने म हिँडिरहेको छु मेरो हात हल्लिरहेको छ मतलब क्यामेरा पनि हल्लिरहेको छ। त्यसैले हजुरले मलाई हल्लेको देखिनु भयो होला। मेरो क्यामेरा राम्रो खप्छ त आएन होला, त्यही पनि त्यो स्पोर्टमा चाहिँ हाम्रो बर्थडे बन्नेवाला छ। अब हजुरलाई देखाउँछ, आउनुहोस्। यो चाहिँ यहाँको राम्रो बाटो जाने, आउनुहोस्। यो चाहिँ सिडी गाइजहरू। हजुरहरू पनि आउनु मन छ भने आउनु सक्नुहुन्छ। फाइनली गाइजहरू, अब चाहिँ हामी आफ्नो बर्थडे स्पोर्टमा चाहिँ पुगिसक्यौँ। उहाँहरू चाहिँ फोटो खिच्ने तयारी हेरिदिनु हुनुहुन्छ। म चाहिँ अहिले थाकेको छु। ल फेरि भेटौँ न। अहिले नगर न, बाल्न दिनु पहिला। हाम्रो केक काट्ने कार्यक्रम चाहिँ स्टार्ट भइसक्यो। उहाँ चाहिँ क्यामराम्यान, उहाँ चाहिँ बर्थडे गर्लको सिस्टर परिबेन। अर्को चाहिँ माइली बहिनी हो कि दिदी बर्थडे गर्लको। ह्याप्पी बर्थडे। भिडियो ब्लग थोरै हुन्छ जा त अब। ल अब चाहिँ हामी स्टार्ट भइसक्यो गाइजहरू। त्यति नै गाइजहरू। ल बाई बाई। अब
केक पार्टी सिग्मा सॉरी अब के पोछौँ म अब मेरो यहाँ चिकन खान लाग्छ चिकन हजुरको फेभरेट के हो एन्जेलाको बा चाहिँ भेज हुनुहुँदैछ कोकलाई के 90 हो र चाहिँ अब हाम्रो कार्यक्रम चाहिँ स्टार्ट हो मेरो चम्मच यहीबाट खान्छु यो गोलो ल गोलो त खाऊ अनि यो त चम्मच चाहिँ हामी दुईटा खान्छौँ खाँदै खाँदै गएर चाउमिन खाने प्याज हुन्छ बोल बोल राख्छु एउटा गीत चलेको छ त्यही फर्स्ट टाइम हामीले यसरी खाउँला न गोल गर न यार रिमोट छिटो हात लगे माना देना भ्याइयो अब चाहिँ हामी यहाँ सिटी चढ्दा थियौँ अब घर जाँदै आउने बेला चाहिँ यस्तो भइन्थ्यो तर जाने बेला हजुरलाई नि देखाउँछु है सरी